डन। आज टेली श्रृंखला मेरी आमै धन्नै मरिन कस्तो भर नभएको होला घुचेडिएर गयो त्यसलाई लोटाउन खोजेको त मफैलाई धकेलो आज चाहिँ एउटा काम लाउने बुद्धि छ पुलिसको त मैले देखेँ त्यो उगारे भन्ने टाठो भएको छ गाउँमा जान्छु गएर भाउजूलाई कुरा जति लगाइदिन्छु आज यो केटो लेकिन आज दर उगार्छु नि मैले ठुलो षड्यन्त्र भइरहेछ म माथि लेकिन आज श्रीमतीले सुतेर आएर मेरो दारी काट्दै मेरो हालत यस्तो बनाइदिएर हेर मेरो हरिगति कुन दिन आज जागिर खान पुगेछ लेकिन राति सुते मेरो जुङ्गा त काट्दी त्यो मुसा भनाउँदाले मेरो टोपी त काट्दियो लेकिन मेरो डन्डा त हराइछ नि होला नि ओ श्रीमती भनाउँदी खै मेरो त डन्डा र पर्स लिएर आइज हुन त पर्समा 100 को पैसा छैन सब मोर चाउमिन खाएर सकाइ कसैले नखाएको जागिर खानु परे पनि लौ तिम्रो पर्स लौडो लेकिन पर्स त ल्याइ पर्समा 100 पनि पैसा छैन होला ओ श्रीमती भनाउँदी यो का मेरो डन्डा त कालो थियो हत्तेरीका देशमा सरकार परिवर्तन भएको थियो मेरो डन्डा नि परिवर्तन भएको छ लेकिन डन्डा परिवर्तन भएर त केही थिएन श्रीमती परिवर्तन भयो भने त गाह्रो हुन्छ अर्कै श्रीमती जमाना काँडो खोजेर ल्याउनु लेकिन ससुरावाले मार्छन् फेरि श्रीमती साह्रै रिसार्छ भित्र गएर फगन भर ओ श्रीमतीज्यू लेकिन उगार्ने मान्छेलाई त फेरि उगार्नु पर्छ नि त फेरि ल श्रीमतीज्यू तपाईँ आयो बिनिस माननीय श्रीमतीज्यू तपाईँ रिसात फेरि गाह्रो हुन्छ हामीलाई यो दण्ड परिवर्तन गरेर के हुँदैन ओ श्रीमती कता फर्के यता फर्किनुहोस् न खुर्को लगाएर कस्तो मजाले हेरिरहेको छु आज पहिलोपटक लेकिन हेर्नुहोस् श्रीमतीज्यू यो टोपी पल परेर के हुँदैन मेरो दण्ड परिवर्तन भएर के हुँदैन त जागिरेर अर्को खान सकिन्छ लेकिन फेरि तपाईँ परिवर्तन हुनु भने फेरि चाहिँ मेरो साँझको रोटी चल्न चाहिँ गाह्रो हुन्छ लेकिन फेरि तपाईँ खुर्को लगाएर माइत गरेर बस्नु भयो भने फेरि मेरो फेरि यहाँ तिमीहरू उगार्ने काम बाहेक के पनि हुन्न उगार्ने भने चाहिँ त्यो लामखुट्टे मारेर बस्ने होइन भाषा नदेशी के गर्नु त लेकिन आज ड्युटी स्युटी क्यान्सल अब श्रीमतीज्यू हजुरलाई गाउँले जाने प्लान छ मेरो लौनुहोस् तपाईँ कहाँ घुम्नु जाने प्लान छ तपाईँको परेको छैन खुर्का उगारेर न लेकिन श्रीमती भने श्रीमती नै हुन्छ जस मेरो डायलग तर्न थाले अनि श्रीमतीज्यू यो हजुरको उगार्ने भन्ने कुरो चाहिँ मैले बुझ्न सकिनँ नि खुर्का टिप्ने जाऊ केटाकेटीलाई पढाउनु पर्दैन लेकिन त्यो कुरो पनि ठिकै हो हुन त भैँसीको जत्रो शरीर भएकोलाई बाख्राको जत्रो शरीर भएकोलाई हेर्नु पनि ठिकै कुरो हो हुन्छ मान्न त पर्यो नि हस् म ड्युटी जान्छु लेकिन खोकी नि कति लाग्यो लेकिन घरमा श्रीमतीज्यू खोकीलाई औषधि खानु ल्याउनुहोस् भन्यो भने श्रीमतीले जागिर गर्ने मान्छे खुर्का आफै औषधि किनेर ल्याऊ भन्छ कुन बेला जागिर खान पुग्यो छ पुलिस चौकी नाम पनि तुरतुरै पुलिस चौकी हलदारको नाम पाँडे श्रीमतीको नाम फर्सी कुमारी लेकिन श्रीमतीको नाम पनि कस्तो फर्सी कुमारी राख्दो रहेछन् अनि त्यो फर्सी कुमारीसँग यस्तो पातलो मान्छेसँग के बिहा गर्दा होला यो ससुरा बाबाले नि मान्नै पर्छ अन्त ठिकै छ ससुरा जागिर त गर्नै पर्यो त्यो जागिर देखेर चाहिँ यत्रो पातलो मान्छेले बिहा गर्दा ससुरा बाबाले यो गाउँमा चाहिँ चोर डाका फटाट चोरहरूलाई चाहिँ अझै उगार्न पर्छ
ए आज यिनीहरू फेरि जाँड खाएर आएको छन् लेकिन आज यिनीहरूलाई उ गर्छु म तैँले मलाई रौसी खाएको फेरि अब त माफैले हालिदिस् र माफै बनाउँछु त्यो कहाँ कहाँ भनिदिनु अब भनिदिने कुरै हो छैन अहिले पुलिसले साँच्छ के तँलाई हिँडेको त हेर पुलिस त मेरो हातको मान्छे बुझिस् कसैले केही गर्दैन मलाई उहिले थाहा हुन्छ पुलिस हातको हो कि खुट्टाको हो लेकिन आज नि तिमीहरूले उ गरेर होइन तिमीहरूलाई जाँड्याएर आज नि जाँड धकेर आयो नि तिमीहरूले कहाँको जाँड झग्नु सर छोरी रक्सी खाएको भन्ने हो कि यो टेम्परकोलाई खाएर आएको नि कहाँको जाँड खानु हो नि त क्याम्पलकोलाई खाइस् कि जाँड जल खाइस् अब थाहा हुन्छ खै चेक गरौँ र चेक गर्न हुँदैन सर हजुरले चेक छुनै हुँदैन यो टेम्परकोलाई अरे एक उ गर्छ थाहा हुन्छ कुर्कुला चेक गर्नु पर्यो नि यस्तो कडा खाएर हुन्छ मैले केही खाएको छैन सर म यस्तो राम्रोसँग छिङछिङ त्यो हालिरहेको छु म केही खाँदै खाएको छैन हेर डुङडुङ त्यो बोको गनायो भन्दा नि व्रत गनाएर कहाँको गनाउनु सर मैले चुच्च सर मलाई कसम मैले चौलाग एकछिन चुप लाग यो रक्सी चाहिँ तैँले कहाँ ल्याएछ भने त म त आज उ गर्छु त्यो रक्सी फ्याक्ट्रीमा सर यो रक्सी सरी केही होइन है यो क्याम्परकोलाको बोतलमा चाहिँ कसले रक्सी हालिदिएको हुनुपर्छ अनि बाटोमा आउँदाखेरि भेटेर अनि मलाई चुप्लाक जाँडा साथीले दिएको चुप्लाक जाँडा जाँडा खाने नि कति राम्रो शैली भने बोतला खान्छन् हामी थाहा भएर यस्तो यो क्याम्पो कोला कि घुन्टे खोलाको यो बोतला होला रक्सी खाएर तिमीहरूलाई उ गर्छ थाहा हुन्छ होइन सर एउटा खाँदैन अब भोलिदेखि खाइदिनु नि त म भयो भने त अब भोलिदेखि मैले खाँदिनँ सर फेरि कति मात्रै भेगेको कसम खाएर भन् भोलिदेखि रक्सी खान्न भनेर म सर मैले पितृभूमिको कसम खाएर भन्छु है मैले रक्सी खाँदैन मैले रक्सी खान्छु फेरि पितृभूमिको कसम खाऊ ठिक छ पितृभूमिको कसम खाऊ हामीले जागिर खाने बेला मात्रै कसम खा अब भोलिदेखि रक्सी खाइस् भने तँलाई छोरालाई जागिदिन्छु अनि थाहा हुन्छ हुन्छ सर म भोलिदेखि खाँदिनँ त्यो पुलिस चौकी भनेर चाहिँ तपाईँकै पुलिस चौकी हो अनि मेरो पुलिस चौकी नभएको तेरो बाउको पुलिस चौकी हो होइन सर मैले त मेरो आमाको चौकी भनिरहेको थिएँ लेकिन भोलिदेखि कुकुरको मत घिचिस् भने तँलाई त तुरन्तै पुलिस चौकीको खरालाएर जागिदिन्छु होइन मैसम्म त पुलिस त मेरो हातको मान्छे भने अहिले के हो यस्तो पारा खै अब पुलिसले के थाहा गर्नुहुन्छ सर तपाईँ दुईजना पुलिस सर हो चल यो तुरन्तै पुलिस चौकीको बदनाम गर्ने काम चाहिँ आम जनताहरूले गरिरहेछन् भोलिदेखि रक्सी घिचेर बाटोबाट हिँडेछ भने तँलाई तुरन्तै पुलिस चौकीको खरालाएर जागिदिन्छु बुझिस् जाग्नै पर्छ सर यसमा पनि ठुलो हात छ किन भन्दा यसले नै भेटाएर दिएको मलाई लेकिन अब जसले जे गरायो भने सबलाई चाहिँ उ गरेर दिन्छु नि फेरि ल अहिले फेरि खरेर जा आफूबाट हुन्छ सर हामी लाग्यौँ ल लेकिन यिनी जडाहरू नि कति बाटो हिँड्या कुनै जडा अर्को रक्सीको बोतलमा लिएर हिँड्छन् कुनै जडा यो कोका कोलाको बोतलमा लिएर हिँड्छन् अनि यो जडा चाहिँ प्लास्टिकको बोतलमा रक्सी हालेर हिँड्छ भने ए बाबा बाँचुन्जेलसम्म के देख्न पाइन्छ उ गर्नु पर्ने लेकिन जडाहरूलाई पार लाइयो यो बोतलको नि काम छैन रक्सी सक्सी सब सकिसकेछन् हाल्दैन पर्यो नष्ट अबदेखि बोतल पनि नष्ट लेकिन अब ड्युटी त निकै कडा गर्नु पर्यो लास्ट अब भोलिदेखि अफिस जान्छु त्यसपछि सबलाई उ गरिदिन्छु फेरि लुटे यसले गर्दा अघि पनि धन्न पुलिस चौकीमा जानु परेको थियो खै सर तेरो जमै सर रक्सी ढोक्छास हेर पहिला मेरो क्वेसन तेरो जमै सरी भयो उडुस त उठेको घरमा जो त्यस्तै छ त म के गरौँ हेर आज तेरो उडुस जति सरलाई जम्मै सर म भोलि गएर तेरो जिपुर हालिदिन्छु चोरी चौकीमा हेर त्यो मलाई नसेमा चौथा खेल तेरो शरीरभरि जम्मै उडुसको पोका छ त्यसले गर्दा आज मलाई जम्मै एउटा पनि टोकेको छ
यता पनि चोकेछ बरु यता आइज हुन्छ तँले जोडियो जाँड खाएर बाटो बाटो लुट्दै हिँड्छ अझ मलाई पुरुषलाई भन्छ ठ्याक्क मलाई नसमाएको जा तँलाई छुनु पनि गरे होइन हे तैँले गर्दा मलाई आज उडिसको पक्का सारेर नि मलाई यता पनि चोकेको छ मलाई यता पनि चोकेको छ तैँले के खान सिक्योला त कहाँ जाँड तँले जाँड खाए बेला कहाँको झाडियाँकोहरू घुसारियो अहिले त्यो मलाई नसमान्छ तेरो सारीभरि जम्मै उडिसको पक्का छ बुझिस मलाई तेरो उडिस यता पनि चोकेको छ जेता पनि चोकेको छ नपत्ता हेरिहाल्नु सबै छाम मेरो शरीरमा कहाँको उडुस हुनु है तेरै शरीरमा होला त्यो मेरो शरीरमा होइन हेर तैँले गर्दा आज त टुरटुरे चौकीको पुलिसलाई पनि उडिस सारेको छ ब्रिजेराले घन्चैभरि नआउने भयो मैले गर्दाखेरि कस्तो राम्रो भाग्यमानी छु भने म ए उडिस कान्छ त्यसले मलाई नसै हेर तेरो शरीरको उडिसले मलाई जम्मै शरीर साको नकर बोतले आफ्नो त घरमा अब उडुसको फ्याक्ट्री नै छ के गर्ने त मैले हेर आज तैँले गर्दा त्यो फेरि यता पनि टोक्यो के तैँले गर्दा त्यो पुलिसलाई पनि टुरटुरे पुलिस चौकीको पुलिसलाई पनि सर आज उडिस बिचराले घन्टामै नआउने भयो नि अब चाहिँ कति दिन भएको थियो होला नआएको बिचराले राम्रोसँग नआउने भयो उडुस होइन तेरो जाँडले चाहिँ उसले नौला जस्तो छ है कहाँबाट मेरो जानले नआउनु ऊ तेरो उडिस स्याहारेर हुनसक्छ नि त हे उडिस है जे भए पनि अब हामी टाढो जानु छ अब बरु हामी बाटो चटाइ भ्याउँटा हुन्छ हिँड जड्या कहाँ गएर रक्सी खान बेर भयो होला मलाई पनि लोटा यो जडियाले आज से